हेलो गाइज गुड मर्निङ आई होप सबैजना सन्चै हुनुहुन्छ होला वेलकम टु आवर मिनी भ्लग सो गाइज आज हामी बिहान बिहानै उठेर कता न कतै जानुपर्छ प्लान गरेको थियौँ बिकज सिडनी हिट्स 42 डिग्री टुडे एन्ड आज एकदम गर्मी हुनेवाला छ सो हामी बिहान बिहानै 8 बजीतिर उठेर केटाहरू ब्रेकफास्ट केही पनि नगरी बाटोमा एउटा पेट्रोल स्टेसनबाट कफी लिएर हिँड्यौँ। यो चाहिँ अराउन्ड लगभग 1 घन्टाको ड्राइभ थियो हाम्रो परमटा स्टेसनबाट। अनि हामी तिनजना साथीहरू गफसफ गर्दै म्युजिक लाउँदै साइडको भ्यू हेर्दै बेस्ट पार्ट चाहिँ हरेक घरको साइडमा एउटा पोन्ड ताल चाहिँ थियो। द्याट वाज बेस्ट पार्ट। अनि रोड भ्यू पनि दामी थियो गाइज, एकदम रमाइलो भइरहेको थियो। केटाहरू गफसफ गर्दै म्युजिक सुन्दै गइरहेको थियौँ। एन्ड दिस इज आवर पार्किङ स्लट। हामीले गाडी साडी पार्क गरेर लुगा चेन्ज गरेर लाग्यौँ हामी चाहिँ पौडी खेल्नतिर। एकदम रमाइलो भ्यू थियो, दामी मान्छेहरू सबैजना लाइक क्याम्पिङको पनि राम्रो ठाउँ रहेछ। एकदम जङ्गलहरू चारैतिर टक्क एकदम रमाइलो शान्त है गाइज। यो ठाउँमा लाइफ गार्ड पनि छ, सो डोन्ट वरी। दिस इज आवर कन्डिसन 1.5 आवर पछिको स्विमिङ सबैजनाको मेबी आफ्टर लङ टाइम त्यसो सबैजना थाकिरहेको थियो, जस रमाइलो भएको थियो। अनि हामी फर्क्यौँ त्यहाँबाट फेरि सेम लाइक बिफोर गीत गाउँदै रमाइलो गर्दै भ्यू हेर्दै। अनि आजको हाम्रो साथी चाहिँ ड्राइभर चाहिँ हेभी ड्राइभर न यस्तो दामी कुदाएको छ, सो पछाडिको साथीले चाहिँ ह्यान्डल समातेर आफ्नो सेफ्टी बनाइरहेको थियो। द्याट्स अल्सो इम्पोर्टेन्ट। सो गाइज हामी चाहिँ ब्याक हुँदैछौँ दामी भ्यू हेर्दै। बेस्ट पार्ट इज एक घर एक ताल भन्ने कन्सेप्ट सायद यहाँ चाहिँ लागु भएको रहेछ। अनि मलाई अहिले थाहा हुँदैछ कि यो पछाडिको सोल्टी लकेसको र मेरो चाहिँ सेम रेड टी सर्ट परेछ। इट वाज टोटली कोइन्सिडेन्स। सो गाइज मेबी द्याट्स अल फर टुडे। स्टे सेफ, स्टे हाइड्रेटेड गाइज। एकदम गर्मी छ। सी यू सुन इन द अनदर ब्लग है त।